बेस्ट सजेसन दिन्छु मैले, एउटा बेस्ट सजेसन तिमीलाई दिन्छु। च्याट जिपिटी कहिले पनि युज नगर्नु यदि तिमीहरूले कोड गर्न लागेको छौ भने। किन भन्ने कुरा पनि आउँछ। यता सुन, तिमीले हरेक कुराहरू मानौ कुनै प्रोजेक्ट गर्न लाग्छौ, कुनै फङ्सन बनायो अथवा इभन नम्बर निकाल अथवा अड नम्बर निकाल अथवा यो काम गर भनेर तिमीले सिधै बनाउन लाग्छौ त्यस्तो चिज भनेपछि तिमीले प्रम्प्ट हान्छौ र तिम्रो लेभल अफ कहिले पनि हुँदैन। तिमी किन सोच्न छाडिदिन्छौ, आफूले सोच्न छाडिदिन्छौ, आफ्नो क्रिएटिभिटी तिमीले युज गर्न छाडिदिन्छौ र च्याट जिपिटीको कपी पेस्ट हान्छौ। भोलि तिमीले आफ्नो दिमागलाई ट्रेनै गरेनौ भने तिम्रो दिमाग बढ्दैन, लेभल अफ कहिले पनि हुँदैन। तिम्रो दिमाग जहिले पनि घट्दै जान्छ। पहिलाको मान्छेले बाइनरी कोडमै कोड गरिदिन्थे, बाइनरी कोडमै एसएमएल कोडमा होइन, यिनी कोड गरिदिन्थे। अहिलेकाले सक्दैन, किनकि अहिले पुरै हामीले च्याट जिपिटी अथवा कुनै पनि एआईबाट हामीले युज गर्न थाल्छौँ। एआई युज गर्ने हो तर बुझ्नको लागि। मानव कुनै चिज तिमीले बुझिरहेको छैन भने तिमीले त्यसमा च्याट जिपिटी अथवा कुनै पनि एआईहरू युज गर्न सक्छौ। यदि तिमीले चाहिँ कोड गर्न लाग्छौ अथवा स्टार्ट गरेको छौ अथवा गरिरहेका छौ भनेपछि तिमीले च्याट जिपिटी कहिले पनि युज नगर्नु, किनकि तिम्रो दिमाग ट्रेन हुन छाडिदिन्छ। एउटा प्रम्प्ट हान्छौ, यस्तो गर भन्छौ, त्यसले गरिदिइहाल्छ, अनि तिम्रो दिमाग कहिले ट्रेन हुने। अहिलेको त ठिक छ, अब आउने जेनेरेसनले त झन् डम्प हुँदै जान्छन्। पहिलाका हेर कस्तो कोड खतरा कोड गरिदिन्थे, तिनीहरूले बाइनरी कोडमै पनि कोड गरिदिन्थे। पहिलाका मसिन लर्निङको ल्याङ्ग्वेज भनौँ, यिनीहरूमै तिनीहरूले चाहिँ गरिदिन्थे। अबका जमानामा त मान्छेहरूले गर्न छाडे, किनकि अबको दिमागै लाउन छाडे। जसले कोड गरिरहेछ त्यसलाई पनि कोड गर्न आउँदैन, म्याक्सिममलाई आउँदैन। अनि गफ हान्छ मैले यो गरेँ त्यो गरेँ है। अनि कम्पनीमै काम गरिरहेको म्याक्सिममलाई पनि आउँदैन कोड गर्न, किनकि उसले च्याट जिपिटी युज गरिरहेको हुन्छ त्यही कम्पनीमा पनि है। कम्पनीमा अनि तिनीहरूको लेभल अप कहिले पनि हुँदैन, त्यो मान्छे कहिले पनि सोच्न लाग्दैन क्या। अनि त्यो च्याट जिपिटीलाई यो भन्छ, यो बनाइदियो भन्छ, ठ्याक्कै च्याट जिपिटी बनाइदिन्छ र हाम्रो लेभल अप जहिले पनि घट्दै जान्छ, हाम्रो सोच्ने तरिका घट्दै जान्छ। त्यसैले लाइफमा कहिले पनि कोड गरिरहेको छौ भनेपछि कहिले पनि युज नगर च्याट जिपिटी। यदि तिमीलाई बुझिरहेको छैन, कुनै कोड बुझिरहेको छैन भने तिमीले च्याट जिपिटीलाई सोधेर अथवा कुनै पनि एआईलाई सोधेर तिमीले बुझ्न सक्छौ है, फ्लोहरू बुझ्न सक्छौ। तर कहिले पनि च्याट जिपिटी युज गरेर प्रोजेक्ट बनाउने काम चाहिँ नगर। च्याट जिपिटी युज गरेर कोड गर्ने काम चाहिँ नगर, म तिमीलाई सजेसन दिन्छु। तर गुगल चाहिँ युज गर्न सक्छौ अनि तिमीले नबुझेका कुराहरू सोध्न सक्छौ। तर कोडै भनेर लेख्न थाल्यो भने त्यो च्याट जिपिटीको सिधै गएर प्रम्प्ट हानेर अनि त्यसको कपी पेस्ट गरेर त्यो ल्याउन छाडिदेऊ, च्याट जिपिटी युज गर्न छाडिदेऊ। यदि कोड गर्न लागेको छ भने, बुझेको छैन भने त्यसलाई युज गर्न सक्यो त्यो बुझ्नको लागि, फ्लोहरू बुझ्नलाई, यो कोडले कसरी काम गरिरहेको छ भने बुझ्नलाई। बुझेको छैन भनेपछि अदरवाइज त तिमीले सिधै हर वखत च्याट जिपिटी युज गरिरहेको छौ भने तिमी रङ डिरेक्सनमा गइरहेको छौ। सो द्याट नेभर युज च्याट जिपिटी। ओके।